नमस्ते डुवर्स, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ यहाँ सबैलाई डुवर्स दि ब्लगमा। सो हजुरहरू आशा छ हजुरहरू एकदमै सन्चो हुनुहुन्छ होला है। अनि म पनि ठिकठाकै छु। अनि अलिकति घरमा चाहिँ अलिकति अफसोस लागेको छ हो, किनभने अनि आमा चाहिँ आज नेपाल जानुहुन्छ, आज वीरपाडा जानुहुन्छ। बिमारी हुनुहुन्छ मामा चाहिँ उहाँ, अनि जानुहुन्छ आज चाहिँ। अनि घरमा बोरिङ लाग्छ है, अनि अल्छी लाग्छ, घाम लागिरहेछ यस्तो। हेर्नुहोस् अब के गरौँ, आमा चाहिँ भित्र रेडी हुनुहुँदैछ अहिले। अनि अब एकछिनपछि चाहिँ रेडी भएर चाहिँ निक्लिनुहुन्छ। म पनि जान्छु बाटोसम्म छोड्नुलाई आमालाई है, गाडी चढाउनुलाई। अनि आज गएर चाहिँ वीरपाडा बस्नुहुन्छ। अनि उहाँ चाहिँ भोलि सायद भाउजूसँग जानुहुन्छ होला, भाउजू पनि जानुहुन्छ उहाँदेखि चाहिँ वीरपाडादेखि। अनि आमा र भाउजू चाहिँ भोलि निक्लिनुहुन्छ वीरपाडादेखि नेपाल गएको म ब्याग बोकेर नेपाल गएको म होइन, आमा रेडी भयो। म चाहिँ गाडी छोड्नु जाने बाटोसम्म। ल भयो, कति डेट भइसक्यो। खुसी लाग्छ नेपाल जानु, खुसी लाग्छ। उहाँ भाउजूकोबाट फोन गर्नुमा पुगेन, भाउजू अब उहाँको व्हाट्सएपबाट फेसबुकबाट गर्दा पछि कल गर्नु। कोता भयो कहाँ राख्ने झर्दैन यो ब्यागमा। यो कहाँ आएको यो ब्याग हेर्नु ल जानु भाइ भाइ आमा। साथी हो, अब म चाहिँ घर फर्केको आमालाई होइन गाडी चढाएँ। ठिकै बाटोमा पनि आइपुग्नु, टोटो पनि आइपुग्यो। अनि चढिहालेँ अलिपुरको लागि। त्यहाँबाट चाहिँ वीरपाडा जानुहुन्छ आज, उहाँ बस्नुहुन्छ मामा घर। अनि ठुलो मामा चाहिँ मेरो नेपालमा हो, अनि अलिकति बिमारी हुनुहुन्छ। अनि फोन गर्नुभएको थियो, अनि जानुभएको छ आमा चाहिँ आज। भोलि जानुहुन्छ नेपाल चाहिँ। अब चाहिँ म घर फर्केकै एक्लै छु। अब कस्तो अल्छी लाग्दा, अब कलेक्सन पनि जानु पाएको छैन। अब मेरो 10-15 दिन गेप हुन्छ। अनि बिहा पनि छ फेरि 10 तारिक 11 तारिक बिहा पनि छ फेरि नगरकटामा। अनि त्यहाँ पनि जानुपर्ने थियो, तर हेरौँ के हुन्छ। अनि म चाहिँ के भने गाडी रिजर्भ गरेर जान्छु होला, त्यही दिन गएर त्यही दिन फर्किने गरी। अनि हेर्दै गर्नु होला, आजको घरमै बस्छु हो, त्यही देखाउँछु तपाईँहरूलाई। आज चाहिँ म के हुन्छ है, के गर्छु, खानासाना कस्तो हुन्छ त्यही देखाउने छु। सो अलराइट गाइज, फाइनली मैले चाहिँ है खानापिना बनाइसकेँ। अब खाना बनाइसकेँ, अब एकछिनपछि म नुहाइधुवाइ गर्छु, अनि त्यसपछि खाना खानेछु। अनि आज चाहिँ फेरि छ इन्डिया भर्सेस अस्ट्रेलिया सेमिफाइनल हेर्नुपर्ने हुन्छ। अनि म एक्लै छु। अनि मैले बिकेलाई फोन गर्दै, बिके पनि आउँछ अरे, सँगै बसेर हेरौँ न टिभीमा भनेर भनिरहेछ। अनि ऊ पनि आइपुग्छ अरे 2-2:30 बजीतिर आइपुग्छ होला। अनि दुईजना बस्दै मजाले क्रिकेटको इन्जोय गर्ने है साथीहरू। र साथी हो, भिडियो कस्तो के लाग्छ है आफ्नो प्रतिक्रिया जनाउँदै गर्नु होला। अनि नयाँ हुनुहुन्छ च्यानलमा, फर्स्ट टाइम मेरो भिडियो हेर्नुहुँदैछ भने सब्सक्राइब गर्नु नभुल्नु होला, र छेउमा रहेको बेल आइकन पनि प्रेस गरिदिनु होला। फेरि पनि नयाँ अपडेट हजुरहरूले चाँडै पाउनु हुनेछ। सो हेर्दै आउनु होला। म चाहिँ एकछिन बसिरहेको थिएँ, ठिक्कै कहाँबाट घुम्दै आइपुगेछ हो। फेरि यस्तो हो नि त, एक्लै भएको बेलामा आइदियो भने त कस्तै खुसी लाग्छ क्या, मजा आउँछ बात गर्दै। फोनमा कहाँ बिजी हौ, यता हेर्दैन हौ, कहाँ जाने, कहीँ जान्छस्? अझ टिभी हेरौँ, क्रिकेट हेरौँ आज म्याच, बिके पनि आउँछ। अनि खुसी लाग्यो, बोर लागिरहेको थियो, ठ्याक्कै आइपुग्यो कताबाट बत्तिएर एउटा सागर हो। म चाहिँ क्रिकेट हेर्दैछु साथी, सुती है, अल्छी लाग्यो पुरा, निन्द्रा झ्याप्च निन्द्रा लाग्छ। एकछिन हेर्छु हो। अनि बन्द गर्ने बिके पनि आएको थियो, म त देखाउनै पाइनँ, बिर्सिछु। अनि अहिले फेरि आउँछ, त्यो घर गएको छ, घर पुगेर म फेरि आउँछु भनेको छ। अनि त्यो आएपछि फेरि सँगै बसेर हेर्ने। अहिले चाहिँ अस्ट्रेलियाको ब्याटिङ छ, फर्स्ट ब्याट। अनि मेरो फेभरेट प्लेयर यहाँ हेर्नुहोस्, बोलर, यो हो मेरो बोलर फेभरेट, वरुण चक्रवर्ती। एकदमै दामी खेल्छ है यसले, स्पिनर दामी लाग्छ। जड्डु पनि आयो, जड्डुको बल। अब जड्डुले 1 विकेट लिएछ, वरुणले 1 विकेट, समीले विकेट लियो, 3टा विकेट गएको छ अस्ट्रेलियाको। अस्ट्रेलियाको अहिले रन छ 121 for 3।